सरकारसँगको वार्तामा सहभागी हिन्दू अगुवाहरू रासपाकै नेता भएको खुल्यो। रवि लामिछानेसँग वार्ता गर्ने र गृहमन्त्रीलाई मागपत्र दिने व्यक्ति एउटै। दर्शकबिन, सुनसरीमा भड्किएको साम्प्रदायिक दंगापछि सरकारको वार्तामा बसेका हिन्दू अगुवाहरू रासपाकै नेता भएको खुलेको छ। बुझिए अनुसार गृहमन्त्रीसँगको वार्तामा सहभागी हिन्दू अगुवा मध्ये एकजना रासपाकै नेता राजु राज फुयाल भएको खुलेको हो। फुयाल हालै चितवनमा सम्पन्न रासपाको महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर पराजित भएका थिए। त्यसअघि उनी रासपाको स्टार्टअप विभागमा थिए। फुयाल विभाजित विश्व हिन्दू महासंघमा पनि आबद्ध छन्। महासंघको सचिवालय सदस्यको हैसियतमा आफू वार्तामा बसेको उनले बताएका छन्। गृहमन्त्रीसँग वार्तामा बस्नु अघि फुयालसँग रासपा सभापति रवि लामिछानेले पनि वार्ता गरेका थिए। त्यस्तै धनुषामा गृहमन्त्री सुदन गुरुङलाई संयुक्त हिन्दू मोर्चाको नाममा एउटा मागपत्र बुझाइयो। उक्त मागपत्रमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नेदेखि असीम शाहलाई प्रधानमन्त्रीको सल्लाहकारबाट हटाउने सम्मको माग छन्। यसरी मागपत्र प्रस्तुत गर्ने मुख्य व्यक्ति पनि रासपाको स्थानीय नेता भएको खुलेको छ। उनी हुन् जनकपुर उपमहानगरपालिका वडा नम्बर 8 का रासपा वडा सभापति सनी भगत। उनले पहिलो नम्बरमा नै हस्ताक्षर गरेका छन्।